हेलो गाइस, सबैलाई नमस्ते। फेरि यो मेरो नयाँ भिडियोमा आज फेरि हामी पुरानो पार्टनर भेट भइएको छ। एउटा नेपाली कान्छो लाउरे र म माइलो चाहिँ इन्डियन लाउरे। आज हाम्रो चाहिँ अस्ति नै चाहिँ हामी कहाँ गइदिएर कान्छो भानुकोट। अस्ति नै कहाँ गएको? अस्ति नै हामी अस्ति नै पुम्दीकोट गइदिएको थियो भने यो छुट्टीमा मानुकोट जाँदैछौँ है। कोटै कोट घुम्दा घुम्दा आने कोट घुम होला र हेर्दै गर्नु होला। त्यहाँको भ्यू देखाउने कोसिस गर्दैछौँ। हामी अलिक लेट भइसकेका छौँ। सकेसम्म सनराइज भ्युज देखाउने कोसिस गर्छौँ तपाईँहरूलाई। थ्याङ्क यू। हाम्रो सेलिब्रेट चाहिँ यो ल अलि हुस्सु लाग्दैछ। यता खासै भ्यू छैन। फेरि पनि देख यहाँ चाहिँ दिनमा पछाडिको भ्यू चाहिँ एकदम राम्रो आउँछ। अब भने गाइज हामी अक्काला क्रस हुँदैछौँ। अक्काला मन्दिर कति बाहिरको साथीहरूलाई चाहिँ थाहा छैन होला। यहाँ हामी लोकल मान्छेहरूलाई चाहिँ थाहा हुन्छ त्यो मन्दिर। भयानक रहेछ। बिल्कुल जिरो छ। ल हेर्नु, क्यामेराले नि काम गर्न छोडिसक्यो। यहाँ सिट गरिहाल्छ। खिच्दा नि गाह्रो भइसक्यो। त्यसले जाडो पनि छोड्नु छैन। फेरि हानेकै छ के अरे, सिटले भिजिसक्यो। त्यो नानीको लागि पर्खेको हो। ल है साथीहरू, अब हामी यहाँबाट चाहिँ राइट टर्न लिन्छौँ। तपाईँले यहाँ यो साइन बोर्डहरू पनि देखिरहनु भएको छ होला। यो काठमाडौँ मुगलिन कति किलोमिटर छ मानुकोट देख्नुभयो होला। अब यहाँबाट तपाईँहरूले आउँदै हुनुहुन्छ र कहाँ कुन बाटो हो मानुकोट जाने भन्ने लाग्छ भने चाहिँ हामी चाहिँ यहाँबाट यो बाटो लाग्छौँ। यता दमौली छ। यहाँबाट राइट टर्न लिएर चाहिँ अब हामी उकालो लाग्छौँ। हामी नयाँ बाटोमा आरामले होइन। यता हामी तनहुकै भए पनि चाहिँ आजसम्म यहाँसम्म आउन नसकेको अवस्था थियो। किनभने विभिन्न जागिरी सिलसिला, घरयासी व्यस्तता, आर्थिक मन्दी त्यस्तै कारणले आउन मन थियो। तर हामी चाहिँ अनि साथीहरू पनि मिल्नुपर्छ। कहिलेकाहीँ चाहिँ जस्तो सबै 2जना या 3जना आफ्नो ग्रुप 4जना भएर जान चाहिँ एक्लै आउन अलि मजा लाग्दैन। बाटो चाहिँ पिच नै रहेछ साथीहरू। तर यो चाहिँ खडी चट्टान भन्छ, त्यस्तै खडी चढाइ रहेछ है। 30 to 40 डिग्री 45 डिग्री एङ्गलमा चाहिँ चढाइ रहेछ। साथीहरू गएर फर्किसके जस्तो छ कान्छो। हामी अलिक लेट छौँ क्या हो। ठिकै छ, केही छैन। यिनीहरू सबै गएर फर्किसके। ल है साथीहरू, अब भने हामी आजको हाम्रो टार्गेट भनौँ या गोल भनौँ त्यो ठाउँमा हामी नजिकै पुगिसकेका छौँ। अब तपाईँहरूलाई यहाँबाट सुरु हुँदैछ। घाट चाहिँ तपाईँको 85 डिग्री या 80 डिग्रीको स्लोपमा रहेछ। डरै लाग्दो छ। यहाँबाट लोकल टुरिस्टहरूको भिड चाहिँ डेन्जरै छ। एकदम भाइरलै भइरहेको छ यो ठाउँ चाहिँ। तपाईँहरूलाई लिएर तलतिर जाँदैछु।
यो चाहिँ सेकेन्ड फ्लोर हो। ठिक छ ल कान्छो के चल्दैछ? ढिलो भइसक्यो यहाँको त भाँचिसक्यो रहेछ त, यहाँ त डर लाग्दो रहेछ भन कान्छो। यहाँबाट खास यहाँको मेन भनेको चाहिँ सनराइज भ्यू छ, तर सनराइज सन माथि आइसकेको छ, हामी आउन अलिक ढिलो भयो। तर पनि केही छैन, बाँकी सेम हो। यहाँबाट यो साइडमा देखिन्छ साइड सूर्य उदय चाहिँ सनराइज यहाँबाट हुन्थ्यो, तर माथि अलिकति भ्युज सूर्य माथि आइसक्नु भएको छ। केही छैन, फेरि पनि हामी अब तपाईँहरूलाई यो तल्लो लेयरमा लिएर जाने कोसिस गरिरहेको छ। सिरेटोले हान्यो माया केले तान्यो मन उड्यो चङ्गा छैन र माया। यस्तै हो गाइज, जिन्दगीमा धेरै गर्न त के सकिएला र, एक दिन त सबैले यो धरती छोडेर जानै पर्छ। तर समयमा आफ्नो जिन्दगीको कुछ पल निकालेर, कुछ समय निकालेर घुम्ने जाया करो दोस्तो भन्ने एउटा इन्डियाको हिन्दी कहावत एकदमै फेमस छ। यहाँ पनि मैले आज यो ठाउँमा आएर चाहिँ लाग्यो जिन्दगीमा घुम्नु पनि पर्ने रहेछ। यो सांसारिक तनाव, टेन्सन, प्रेसरहरूलाई चाहिँ अलिकति आफ्नो दिमाग मन मस्तिष्कबाट चाहिँ दिमागबाट टाढा गर्नको लागि चाहिँ अलिकति घुमेर आफूलाई इन्जोय पनि गर्नुपर्छ। ल हेर्न सक्नुहुन्छ यो चाहिँ तल यताबाट चाहिँ सनराइज भएको छ। सनराइज चाहिँ अहिले चाहिँ अलिक ढिलो भइसक्यो, तर यो चाहिँ बिहानै तपाईँ 6 बजे यहाँ पुग्नुपर्ने हुन्छ। अहिले म यो भिडियो रेकर्ड गरिराख्दा चाहिँ 8 साढे 8 बजिसकेको छ। र तल चाहिँ दमौली बजार छ, यो पनि म तपाईँहरूलाई अहिले देखाउने कोसिस गर्छु। एकछिनमा चाहिँ यो कुहिरो फाटेर यहाँ चाहिँ बजार देखिन्छ, त्यो पनि देखाउने कोसिस गर्छु। अहिलेलाई चाहिँ तल कुहिरो बसिराखेको छ। यहाँबाट चाहिँ यो मानुङकोटबाट चाहिँ तपाईँको मेरो ब्याकग्राउन्डमा हेर्नुहुन्छ भने, टाढा हेर्नुहुन्छ भने उहाँ चाहिँ हिमाल देखिरहेको छ, अन्नपूर्ण र माछापुछी। साथै यो चाहिँ मानुङकोट डाँडाको भ्यू पोइन्ट। टिकटक लभरहरूको धेरै घुइँचो छ। कान्छो जोडासँग बात गर्दैछ क्या? के नि भन्दा अन्तिमचोटि घाँबाट गर्नु नि अफिस आउनु पाइन्छ नि। आफ्नै घर जान नि तेरो फोन गरेर जानु पर्दैन, म त गर्दैन। ओहो यहाँ त झन् 90 डिग्री स्लोप छ त यार। सस्ता नि राम्रो सत्तम भने ल्याउन सक्छ।
टिममा एउटा बिग्रेको अन्त सबै केही नै आउँदैन अन्तिममा सबै तलबाट ठिकठाक चाहिँ छोडेर एउटा यो बिग्रेको। बादल यो कुहिरो चाहिँ उठ्ने बेला भएको छ त्यो बिस्तारै मेरो पनि दुईटा कान्छो भाइले जोडासँग गफ लाउँदैछ अनि त्यो उसको के भन्छ अरे सेटेलाइटको टाइपहरू त ल यहाँ चाहिँ बोर्डर चाहिँ समाप्त रहेछ है। यसपछि चाहिँ रिक्सा आफ्नै हो तर यता नि मान्छेहरू समाप्त हुन्छ यहाँबाट हामी हो यो कुहिरो उठेको पनि भिडियो बनाऊँ कि भन्ने सोच्यो अझै पनि आउने क्रम जारी छ जोडिँदै गरौँ ल गाइस फाइनली हामी चाहिँ यहाँ यही होटल न्यू टावरमा चाहिँ ग्यास 5 मानुमा चाहिँ खाजा खान आयो तपाईँहरू बस्न चाहनुहुन्छ भने नि यहाँ राम्रो होटलहरू पनि बोल्दै बस्ने पनि सुविधा छ एक दिन पहिला आएर अगर टाढाबाट आउने प्लान छ भने तपाईँहरू एक दिन पहिल्यै आउनु होला अझै पनि भ्यू यति राम्रो छ यहाँ पनि खाजा खाँदै साथीहरू सबतिर नै अझै मान्छे फाइनली हामी चाहिँ आजको मानुङकोटको टुर चाहिँ सकेर रिटर्न हुँदैछ कान्छो कस्तो लाग्यो त नि मैले भने अलिक ढिलो भइहाल्नु थोरै समयसँग हामी आफ्नो टाइममा आउन सकिएन यहाँ चाहिँ अझै राम्रो भ्युज देखाउन सक्छौँ सायद केही छैन तपाईँहरू आउँदा चाहिँ टाइममा आउनु होला इन्जोय गर्नु होला मानुङकोटको ब्याक साइड भ्यू हो यो यहाँनिर चाहिँ कच्ची बाटो छ बाटो चाहिँ राम्रै छ तर बाटो राम्रै छ तर तपाईँहरू गाडी लिएर नै आउनु सक्नुहुन्छ अदरवाइज बाइकमा अझै राम्रो हुन्छ स्कुटर पनि आउँछ सबै गाडीहरू ले चाहिँ तपाईँले कुनै पनि गाडी लिएर आउन सक्नुहुन्छ अल वेदर एक्सिस रोड छ तपाईँको मालबाग ट्रक बाइक गरेर आउँछ उकालो त उकालो भइदिए है उकालो चाहिँ 45 डिग्रीको उकालो रहेछ तर केही छैन राम्रो छ आउनु होला जरुर तपाईँहरू पनि मेरो अब अन्तिम इच्छा भनेको मुस्ताङ हान्ने हो अब चाहिँ हामी नेक्स्ट टुर चाहिँ अब लगतै हामी अहिले चाहिँ बन्दीपुर जाँदैछौँ बन्दीपुरको भिडियो चाहिँ तपाईँहरूले चाहिँ नेक्स्ट भिडियोमा चाहिँ देख्न सक्नुहुनेछ अहिले चाहिँ अब मानुङकोटको चाहिँ